राजी नमस्ते। नमस्कार। हिन्दू स्वयंसेवक सङ्घ नेपालले भरतपुर 4 मा रहेको लक्ष्मीबाई लङ्कुमा एउटा टिनेजरहरूको लागि केही कार्यक्रम गर्दै रहेछ। किन ती टिनेजरहरूलाई जम्मा गर्दैछ लक्ष्मीबाई लङ्कुमा? आजैबाट ती कार्यक्रमहरू हुँदैछ भन्ने सुनेको छु र त्यसको उद्देश्य के होला ती प्रस्ताव दिनु त? हजुरले सोध्नुभयो, मैले विषय थोरै अगाडि भूमिका बाँधेरै बताउन चाहेँ। हिन्दू स्वयंसेवक सङ्घ नेपालले देशैभरि विगत लामो समयदेखि विद्यार्थीहरूका लागि यो देशको धर्म, संस्कृति, राष्ट्रियता र व्यक्तिको असल संस्कारका निर्माणका लागि र व्यक्तिलाई राष्ट्रिय भावनाप्रति उत्प्रेरित गर्नका लागि र व्यक्तिलाई जीवनमा आफ्नो घर परिवार इष्टमित्र नातागोता सबैमा आफूले गर्नुपर्ने क्रियाकलापहरू र विद्यार्थी जीवनमा गर्नुपर्ने क्रियाकलापहरू के हुन् भन्ने कुरा सिकाउनका लागि यस्ता कार्यक्रमहरू गरिँदै आएकोमा अहिले आजै 2081 साल चैत्र 23 गते बेलुका 4 बजेबाट सप्तदिवसीय प्रशिक्षण वर्ग आयोजना गरिएको छ र त्यो सप्तदिवसीय प्रशिक्षण कार्यक्रममा 6 कक्षादेखि माथिका अथवा 6 कक्षाको अहिले इक्जाम दिएर बसेका 12 वर्ष वा त्योभन्दा माथिका उमेर समूह 25 वर्षसम्मका उमेर समूहलाई प्राथमिक शिक्षा वर्ग भनेर 7 दिनको प्रशिक्षण वर्ग दिन लागि छ र यसमा हेटौँडादेखि र यता नवलप्रासी तनहुबाट र नारायणघाट चितवनका सबै प्रतिनिधिहरू यसमा सहभागी हुन सक्नुहुनेछ भने हामीले यसको क्षमता भनेको 100 जनाको लागि हामीले प्रशिक्षणको व्यवस्था मिलाएका छौँ र यो लक्ष्मी माध्यमिक विद्यालय भरतपुर 4 लङ्कुमा यो सम्पन्न हुँदैछ। अनि ती विद्यार्थीहरू ती भाइ बहिनीहरू अथवा टिनेजरहरू भनौँ न, त्यहाँ आइसकेपछि उनीहरू घर जान पाउँदैनन्, अभिभावक प्यारेन्ट्सहरूले भेट्न आउन पाउँदैन। उनीहरू आउँदाखेरि सबै बन्दोबस्तीका सामानहरू लिएर आउनु पर्ने हो कि? एकदमै यो एउटा साधना शिविर हो र यसमा व्यक्तिले आफ्नो घरबाट निस्किएर बाहिर जाँदै गर्दाखेरि आफ्नो दैनिक जीवनमा आवश्यक पर्ने उपभोग्य सामग्रीहरू के चाहिन्छ भन्ने कुरा उनीहरूलाई सिकाउनै खोजिएको। जब उनीहरू घरबाट हिँड्छन् त्यसपछि आफ्नो दन्त मञ्जन, साबन, कपडा, फेर्ने लुगा, त्यसपछि मतलब बन्दोबस्तीका सामान सबै ल्याउनु पर्यो। सबै सामग्रीहरू उनीहरूले लिएर आउँछन् र आएदेखि 7 दिनसम्म त्यहीँ बस्ने हो र त्यसैमा र बिचमा अभिभावकसित सम्पर्क गर्ने आदि कामहरू डाइरेक्ट गर्न उनीहरूले पाउँदैनन्। फोन, मोबाइल, क्यामेरा, महँगा वस्तुहरू पनि, विलासिका सामानहरू पनि उनीहरूले त्यो प्रयोग गर्न पाउँदैनन्। त्यो कार्यक्रम स्थलमा ती सामानहरू चाहिँ सुरक्षित राखिने। अनि पोइन्ट 1 2 3 गरेर पोइन्ट भन्नुहोस् न, यो ती बच्चाहरूले त्यहाँ खास सिक्ने के हो र त्यसको उद्देश्य के हो? सर्टकट भन्नु त।